आज चाहिँ म तामा बनाउन गइरहेको छु। सुरुमा चाहिँ प्याज काट्ने मसिनो भएर त्यसपछि लसुनलाई पनि काट्ने अनि आलु चाहिँ मैले उसिनेर यो मिचेको तामाको रस बाक्लो हुन्छ भनेर यो चाहिँ त्यति गरेर पाकिरहेको मजाले भुट्दैछ। अनि यता कराईमा तेल हाल्ने, त्यसपछि मेथी हाल्ने अनि अब जिरा हाल्ने। जिरा पनि भाजिसकेपछि ज्वानो हाल्ने। ज्वानो त्यसपछि यता खाना बाँच्छ अनि अलिक मिचेर आएर पनि हाल्ने। अब चाहिँ चलाउने मजाले मिक्स बनाउने अनि चिकन भुट्ने, त्यसपछि नुन हाल्ने स्वाद अनुसार अनि एकछिन भित्र पुर्ने।